यहाँ चाहिँ आज श्रम संस्कृति पार्कले चाहिँ कञ्चनजङ्घा क्षेत्र पर्दो रहेछ। यहाँ चाहिँ यसरी बोट बिरुवा रोपेर मात्रै हुँदैन, यसलाई गोठ मेल मल यसरी गरेको छन्। यो अम्बाहरू सबै हेर्नुहोस्, अम्बाहरू यहाँ चाहिँ पुरै अम्बा फलिरहेको छ। अब गऱ्यो भने के हुँदैन छ, एउटा राम्रो नेतृत्व गर्ने मान्छेको साथ भयो भनेदेखि यस्तो नर्छ। यो उजाट बगरहरू अहिले यसरी हरियालीसरी परिणत भएको छ। अनि हाम्रो खालि साथीहरू चाहिँ के भन्छन्, मिठो मिठो बोल्ने पहिलेकै खालि त्यो नेताहरूको पछि लागेर मान्छेको बोली बचाउन होइन कि काम र व्यवहारले चाहिँ मान्छेलाई अब हामीले चाहिँ परिवर्तन गर्नुपर्छ, हामीले फलो गर्नुपर्छ। आज यहाँतिर हेर्दाखेरि बोजूहरू सबै फल लगाएको छ। यो आँपहरू लिचीहरू हेर्नुहोस्, त्यस्तो रमाइलो छ कि क्या आनन्द। गऱ्यो भने के हुँदैछ भन्नेको चाहिँ नमुना यो है। अर्का साम्पाङले के गर्छ, ढुङ्गा बग्छ बगरमा भन्थेन्, त्यसको ज्वलन्त उदाहरणहरू चाहिँ यिनीहरू हो। एकदम खुसी लाग्छ यस्तो देख्दाखेरि, गर्नुपर्ने छ यस्तो। अब चाहिँ हामी सबै चेन्ज हुनुपर्छ, परिवर्तन हुनुपर्छ। धेरै छ यस्तो बगैँचाहरू, यस्ता फलफुल लगाएको टन्नै यो ठाउँहरूमा हेरिरहेको हेर्नुपर्छ। ओके दाइ, थ्याङ्क यू।